र मेरो he cannot go with us किनकि अब कति घन्टाको राइड हुन्छ अनि गाह्रो हुन्छ नि त सो he is going to hostel सबैजना व्हाइट कोअर्डिनेटेड आज व्हाइट ब्लू दादाले टाउको दुख्न कम भयो मेरो Oh my god. What? We just came back from swimming. Yeah. Now I'm gonna take shower. Now I'm gonna blow dry my kapal. And I'm gonna be sleeping. But I'll see you tomorrow. Tomorrow we are going for a safari. And let's see what else. Good night. My hair. All that went okay. भोलि बिहान कति बजी उठ्ने रे 5 बजे 4 बजी भनेको थिएन होइन दादाले 6 बजे जाने भने आइन सफारी ए अरे रुन सुन कति बज्दा आँट्यो 12 बज्न आँट्यो होला सबैले एउटा पावर ब्याङ्क चाहिँ किन्नु पर्यो है मैले गिम्बल फेरि लिएर आएन अब हातले बनाउँछु म सबै जुत्ता लाहा मात्र बाटो त आउँदैन उनीहरूको सुटको टुप्पो छ मिला कस्तो ब्लर आएको हजुरहरू केही सामान मोबाइल बस केही छुटेको छ र एकचोटि चेक गर्नुहोस् त के गर भने कटर त्यो एपको बट त्यो पनि एपको बट लिचीको बट अब सबै टिप्छौँ मामी मामी अब टिप्ने हो नि त हामी
कति बज्यो 1 बज्यो 2 बजिसक्यो कस्तो जुमे नगर्नु नमिल्ने भएको कस्तो कपालमा मलाई के गर्ने त अब कस्तो हल्लिँदो रहेछ गाडी बिग्रेर तनाव छ दादा यहाँ बस्दैन त नि भूत बङ्गालामा कोही पनि बस्दैन त भूत बङ्गालामा